कति 15 दिन त भयो नि लाको त 22 दिन भयो 22 दिन बट्टा आउँदी लगाएको त 22 दिनमा त निकाल्नुहुन्छ नि खाडलमा त झन्डै महिना दिन जस्तो लगाउनुपर्छ होला राख्नुपर्छ होला अमिलो त अमिलो भएछ नि तर अलिअलि चाहिँ अमिलो खाडामा लगाएको चाहिँ निकै अमिलो हुन्छ यो बट्टामा लगाएको त्यस्तो अमिलो हुँदैन खानु त र पनि अलिअलि अमिलो अलि त न अमिलो रहेछ निकै अमिलो अमिलो छ बेसी राख्यो भने कुहिजान्छ हाम्रोमा चाहिँ गुन्द्रुक रेडी भयो अब आमाले छिटो बनाउनुहुन्छ नि त गुन्द्रुक चाहिँ साग जरै उखालेर चाहिँ सकिहाल्नु आमाले गुन्द्रुक चाहियो भने चाहिँ आमालाई फोन गर्नुपर्छ अब आमाको नम्बर लगाइदिनु पर्यो मलाई कन्ट्याक्ट गर्नु गुन्द्रुक चाहियो भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु है म छिटो निकाल्छु गुन्द्रुक तर यो गुन्द्रुक पनि सुक्का त निकै कसरी केजी छ भन्ने थिएँ बजारमा कसरी छ कुन 500-600 त होला बेसी पनि होला सुक्का यो त र बाक्लो भइसक्यो छिटो सुक्दैन अहिले अर्को च्यादर ल्याएर सुकाउनु हुन्छ